हेलो हेलो बाबा के अरे मलाई हल्का समस्या परेको छ यहाँ के अरे गएकोमा पैसा हाल्नु पनि थियो आजकल मेरो काम पनि भएको छैन अब के गर्ने हो अब पहिल्यै यत्रो ऋण भइसकेको छ अब फेरि घरतिर अलिअलि छ कि यसो पठाइदिनु पर्यो कि छैन होइन यताउतिबाट खोजेर भयो नि मिलाउनु पर्यो भन्ने कुरो हो छैन के गर्नु मलाई लास्टै समस्या परिसक्यो फेरि यहाँ गएकोले पैसा हालेन भने के अरे भिजा पनि उयो गर्दिनँ भनेर भनिरहेछ खै साथीहरूसँग नि छ कि छैन अब अहिले भनेर खै अब एकचोटि म सोधेर हेर्छु यहाँ साथीसँग छ कि पहिला उसलाई नि मैले पर्दा गरेको थिएँ अब उसले मलाई नि पर्दा गर्छ कि ए हस् हस् एकचोटि सोधेर हेर्छु म योपालि स्यालेरी आएछ यार बनाउनु पर्यो अब टक्क हेर्नु पर्यो कति आएछ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 महिना आएछ यार योपालि त इनफ हो जे गर्दा पनि है घुम्न जाँदा नि मस्त केटाहरूसँग रमाइलो गर्न नि मस्त हुने हो अब यो महिना चाहिँ चिल हुने भयो केटाहरू आइरहेछ या फेरि पैसा माग्छ केटाहरू आइसकेपछि खर्च नगरेर भन्छ बाहना गर्छ एउटा न एउटा बाहना गरेर मागिहाल्छ केटाहरूले साथी आइछ यार ओ साथी के छ ठिक छ यार के छ धेरै दिनपछि भेट भयो त यार तिमी त गायबै भइहाल्यो बस यार ल बसौँ बस न यार बसेर बस न यार ल बस के छ अनि के भइरहेछ त बिजोग छ साथी यार हो र के भयो अनि निराश देखिन्छ त यार साथी बिजोग भइरहेछ यार के भयो अब काकोमा यार पैसा हाल्दै भन्दा काको फी हाल भन्दा यार सकेकै छैन आजकल काम पनि भएको छैन मेरो त यार हो र यार अनि अब घरमा कुरो गरेको घरमा नि अब छैन भन्छन् साथीहरूबाट कहीँबाट छ भने यसो खोजेर मिलान भन्छन् त्यही भएर म त तिमीबाट आएको यार अब गएकोले त भिजा कौशीको लागि उयो पनि गर्दैन भन्छ यार पैसा हालेन भने त तनाव भइरहेछ ल यार टेन्सन भयो त यार मैले पनि झन् हिजो भर्खर अस्ति भर्खर स्यालेरी आएर हिजो भर्खर घर पैसा पठाइदिएँ अलिक छिटै भने भए त बरु हेल्प गर्थेँ मैले पनि यार मसँग नि थियो हुन्थ्यो त्यस्तो जरुरी त थिएन घरमा पठाइदिनु भयो नि अब तिमीलाई छिटै इन्फर्म गरे भए त हुन्थ्यो गाह्रो यताउति कहीँबाट मिल्छ भने यसो खै यार अब मसँग पनि त कोही चिनेकै छैन मैले चिने भने तिमी एउटै त हो नि यार अब खै गाह्रो पो पऱ्यो समस्या पऱ्यो यार के भन्नु त यार ल साथी यार अब म त त्यही कुरोको लागि आएको यार अहिले त अब यसो अब अरू कोहीसँग हुन्छ भने अब यसो खोज्न पर्ला अब गएर यार अब त्यही त गाह्रो पऱ्यो अब यसो केटाहरूसँग बुझ न यार म नि यत्रो सकभर कोसिस गर्छु केटाहरूसँग बुझ्छु खासै चिनेको त छैन चिन्ता नगर अब बिस्तारै के छ र यार अब होला नि त के होला खोइ यार साथी तनाव भइरहेछ ल यार ल अहिले गएको यार म गइहाल्ने यार लास्टै समस्या छ अब यसो खोज्नु पर्यो यताउति ल यार अब के गर्नु मैले नि सकिनँ हेल्प गर्नलाई ल है त ल पछि भेटौँला यार साथी ल यार ल राम्रो सम्झौ ल केटाहरू पैसा माग्न आउँछ यार जो पनि पैसा माग्नु छ यार पैसा त छ नि तर विश्वास कसैको लाग्दैन किन दिने भन्ने कुरा हो क्या आफूले परेको बेला कसैले दिएछ पैसा छ क्या मसँग नभएको होइन यी छ पैसा तर के गर्नु आफूले समस्या कसैले हेर्दैन मलाई हेरिनँ अब म कसलाई दिनु कसैलाई पनि दिन्न चिल गर्ने हो उडाउने हो रमाइलो गर्ने हो हिँड्ने हो यत्रो औषधि खाइसक्यो यार यत्रो सकिसक्यो खाएर पनि निको नि हुँदैन यार पैसा पनि छैन के गर्ने हो काम पनि जान सकेको छैन काको पनि जान सकेको छैन गाह्रो भयो
ढोका खुल्लै छ भित्रै अब साथी के छ हालखबर? म त बिरामी धेरै दिनपछि भेट भयो। बस न के हो र बिरामी? अस्ति मैले भेट्दा त ठिकै थियो त अनि तिमी। अब तिमीसँग भेट भएको पनि 1 महिना भइसक्यो साथी यार 3-4 दिनदेखिबाट लास्ट बिरामी भइरहेको छु काम पनि जान सकेन गएको पनि जान सकेन हो र? अनि हस्पिटल गयो त? हस्पिटल त गएको छैन अब हस्पिटलतिर जान नि हुन्थ्यो अलिअलि अब समस्या त्यही हो पैसाकै समस्या परेर जानु सकेको छैन साथी यार अनि पैसा नभएन हस्पिटलै नजानु त साथी? मसँग थियो त अनि मसँग माग्नु पर्दैन त? अब मागिन साथी के गर्नु त्यस्तै भयो यार अनि साथीभाइहरू भएको काममै यही बेला काम लाग्ने हो मसँग माग्नु पर्थ्यो। ल मसँग छ यहाँ अहिलेलाई अलिअलि पैसा धेरै त छैन 2 मान जस्तो छ। ल अहिलेलाई काम चलाइराख। ल यो लिएर अब हस्पिटल जाऊ राम्रोसँग ध्यान राख एक्लै बस्छौ होइन राम्रोसँग त्यही हो केयर गर आफ्नो। अहिलेलाई अब म गएँ म यतैबाट काममा जानु भन्थ्यो त्यही भएर तिमीलाई यसो भेटेर अब के छ हालखबर भन्ने बुझेर जान खोजेको। ल त भेटेको नि धेरै भएको थियो। ल यार राम्रोसँग जाऊ ल है यार पनि भोलितिर हस्पिटल चाहिँ जाऊ नि फेरि त्यहाँ। ल यार ल भोलि जान्छु अब ल ल अस्ति साथीलाई त्यत्रो समस्या पर्दा मैले के हो कस्तो हो पनि खासै नबुझिकन आफूसँग पैसा हुँदा पनि दिइनँ तर आज उसले मलाई 1 सप्ताह मैले नमागी पनि यत्रो सपोर्ट गर्यो मलाई उसँग पैसा छ छैन केही सोचिनँ यत्रो दिइराख्यो त्यो सबै साथीहरू चाहिँ एउटै नहुँदो रहेछ सो कतिपय साथीहरू चाहिँ विश्वासको लायकको पनि हुँदो रहेछ सो तपाईँहरू पनि होइन अब मैले जुन गल्ती गरेको त्यो गल्ती चाहिँ तपाईँहरूले नगर्नु होला कतिपय साथीहरू यस्तो पनि हुन्छन् जुन हामीले सोच्दै नसोचेको होइन हरेक हाम्रो सुख दुःखमा साथ दिने साथी हुन्छ